हेलो साथीहरू नमस्ते। आज चाहिँ म तपाईहरुलाई एउटै जग्गामा एउटै समयमा तीनवटा बाली एकैचोटि गर्ने पद्धतिको बारेमा जानकारी दिन गइरहेको छु। त्यो चाहिँ मैले हैन कि हाम्रो कृषि विज्ञ डाक्टर पेमा सरबाट सुनौँ है त। नमस्कार। आज चाहिँ म तपाईहरुलाई थ्री सिस्टर फार्मिङको विषयमा केही कुरा भन्न लागिरहेको छु। थ्री सिस्टर फार्मिङ अन्तर्गत चाहिँ हामीले चाहिँ सिमी, मकै र फर्सीलाई चाहिँ एट अ सेम टाइम र सेम जग्गामा चाहिँ हामीले लगाउने पद्धतिले चाहिँ हामी थ्री सिस्टर फार्मिङ भन्छौँ। जस अन्तर्गत चाहिँ हामीले चाहिँ सबैभन्दा मुनि चाहिँ फर्सी लगाएको हुन्छौँ अनि फर्सीले चाहिँ यहाँनिर झारपात उम्रिन नदिनको लागि एज अ मल्चिङको रूपमा काम गर्छ भने यो मकैले चाहिँ यो जुन चाहिँ सिमीलाई चाहिँ जुन चाहिँ क्लाइम्बिङको लागि चाहिँ सपोर्ट गर्ने काम गर्छ भने यो सिमीको काम चाहिँ तपाईँको यो जुन चाहिँ फर्सी र मकैलाई चाहिने नाइट्रोजन चाहिँ प्रोभाइड गर्ने काम गर्छ। अनि यो चाहिँ एकदमै साइन्टिफिक छ अनि यो चाहिँ गर्नु चाहिँ एकदमै जरुरत छ। अनि यहाँनिर चाहिँ अलिकति यो मकै चाहिँ टाइममा नलगाएको कारणले गर्दाखेरि चाहिँ यहाँनिर मकैमा भएको छैन। अनि यसलाई हामीले अलिक साइन्टिफिक गर्ने हो भने चाहिँ यो मकैलाई चाहिँ अलिकति अगाडि लाउनु पर्ने हुन्छ। त्यसो गर्दाखेरि चाहिँ हामीले थ्री सिस्टर फार्मिङ चाहिँ समयमा गर्न सकिन्छ। यो बाँसको पनि जरुरत हुँदैन है। हजुरहरूलाई यस्तै कृषि सम्बन्धी टिप्स चाहिन्छ भने हजुरहरूले हाम्रो भिडियोलाई लाइक कमेन्ट गर्नुहोला र अन्य किसान साथीहरूको लागि पनि सेयर गरेर पुर्याइदिनु होला। र यो खालको पद्धतिमा तपाईहरु गर्नुहुन्छ कि गर्नुहुन्न, कस्तो लाग्यो कमेन्टमा हामीलाई बताउन नबिर्सिनुहोला। थ्यांक यू, बाइ बाइ।